नमस्ते साथीहरू। आजको यो भिडियोमा हामी निफ्राको चार्ट एनालिसिस गर्न जाँदैछौँ। यदि हजुरहरू पनि दीर्घकालीन लगानीकर्ता हुनुहुन्छ अथवा स्विङ ट्रेड गर्न चाहनुहुन्छ निफ्रामा भने यो भिडियो तपाईँहरूको लागि हो। यहाँ हामी आज प्लेयर्स र बिएफआइजहरूले कहाँ किन्छन्, कहाँ बेच्छन्, म्युचुअल फन्ड र ब्रोकर होल्डिङहरू के कस्तो छ र यसका एन्ट्री र एक्जिट पोइन्टहरू कति रहनेछ भन्ने कुरामा म यो भिडियोमा हजुरलाई बताउन जाँदैछु। कृपया भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। यसका साथै भिडियो सुरु गर्नुभन्दा पहिला यो स्क्रिनमा देखाइएको डिस्क्लेमरलाई पनि मनन गर्नुहुनको लागि चाहिँ म अनुरोध गर्न चाहन्छु। अब दैनिक चार्टमा हामीले निफ्रालाई हेर्ने हो भने यसको राम्रो बलियो सपोर्ट जोन भनेको 252 देखि लिएर 260 को रेन्ज छ। त्यस्तै अहिले हालमा जुन मूल्य चलिरहेको छ यसलाई पनि हामीले चाहिँ नराम्रो भन्न मिल्दैन। 267 देखि 277 को रेन्जमा पनि तपाईहरुले चाहिँ थोरै गरेर किताहरू चाहिँ थप्न सक्नुहुन्छ। अब आफूसँग भएको बचतको केही हिस्सालाई लगानी गर्न चाहनुहुन्छ भने चाहिँ यो जोन एकदम राम्रो छ भने अब एउटा मोमेन्टम पाउनको लागि एउटा ट्रेन्ड फलो गर्नुहुन्छ भने त्यसको लागि चाहिँ तपाईहरुले भनौं न एउटा एग्रेसिभ रूपमा चाहिँ बाइ गर्नको लागि चाहिँ 293 पछाडीको चाहिँ जुन ब्रेकआउट भयो भने मात्रै तपाईहरुले चाहिँ त्यसमा एउटा ट्रेडरहरुको इन्ट्री भएको चाहिँ सहजै देख्न सक्नुहुन्छ। अब एन्ट्री गरिसकेपछि बाइ गर्न त हामीले जहाँ पनि बाइ गर्न सक्छौं, सजिलो छ हैन। अब एक्जिट चाहिँ कहाँ लिने भनेर बुझ्न चाहिँ जरुरी हुन्छ। अब यसको लागि चाहिँ तपाईलाई म के भन्न चाहन्छु भने हाम्रो पहिलो टार्गेट भनेको 312 देखि 318 को रेन्ज रहनेछ। त्यस्तै गरेर हाम्रो सेकेन्ड टार्गेट चाहिँ हाम्रो सप्लाई जोन 325 देखि 331 मा तपाईहरुले चाहिँ लिन सक्नुहुन्छ। 212 देखि 318 मा पार्शियल प्रफिट चाहिँ बुक गर्न सक्नुहुन्छ भने 325 देखि 331 मा चाहिँ माहौल हेरेर तपाईहरु त्यहाँबाट एक्जिट चाहिँ हुन सक्नुहुन्छ। अब लङ टर्म खेल खेल्न चाहनुहुन्छ भने त अब यसको अल टाइम हाई त हाम्रो 700 सम्म पनि छ। अब त्यसको लागि चाहिँ पुरा मार्केटै बुलिश हुनुपर्छ। त त्यो हिसाबले तपाईहरुले चाहिँ आफ्नो एउटा प्लान बनाएर अगाडि बढ्न चाहिँ सक्नुहुन्छ। नै खरिद किन गर्ने भन्ने विषयमा चाहिँ यसका आधारहरू के छन् भन्दा अब फन्डामेन्टली चाहिँ तपाईहरु आफैले हेर्न सक्नुहुन्छ हैन। यसका चाहिँ रिपोर्टहरू भने अब यहाँ म्युचुअल फन्डको पनि कुरा गरौँ। म्युचुअल फन्डको होल्डिङले पनि हामीलाई चाहिँ थप यसमा चाहिँ यो कम्पनीलाई बाइ गर्नको लागि चाहिँ सहयोग गर्छ। किनभने उनीहरुले नराम्रो कम्पनीमा त पक्कै पनि डुब्न सक्ने कम्पनीमा त खरिद उनीहरुको हुँदैन। सो यहाँ हेर्ने हो भने म्युचुअल फन्ड वालाहरूले 9,27,971 किता खरिद गरेका छन्। जसमध्ये गएको 2 महिना अगाडि 81,419 किता, गएको महिना 1,52,421 किता र यो महिना उनीहरुको खरिद चाहिँ 29,415 किता रहेको छ। त यस हिसाबले पनि हामी चाहिँ यसमा ढुक्क भएर लगानी गर्न चाहिँ सक्छौं। अब यसमा त्यस्तै गरेर एनआईबीएल सहभागिता फन्डले चाहिँ सबभन्दा धेरै होल्ड गरेको छ भने त्यो बाहेक नबिल फ्लेक्सी क्याप फन्डको पनि उल्लेखनीय होल्डिङ चाहिँ रहेको तपाईहरु यहाँ स्क्रिनमा देख्न सक्नुहुन्छ। अब ब्रोकरको कुरा गर्नु पर्दा 1 महिनाको होल्डिङलाई हेर्ने हो भने चाहिँ 28 नम्बर ब्रोकर र 58 नम्बर ब्रोकरसँग चाहिँ सबैभन्दा धेरै होल्डिङ रहेको हामी देख्न सक्छौं। र उनीहरुको एभरेज बाइलाई हेर्ने हो भने चाहिँ 280 रुपैयाँ चाहिँ श्रीकृष्णको परेको छ ब्रोकर नम्बर 28 को भने ब्रोकर नम्बर 58 को चाहिँ 274 रुपैयाँ 36 पैसा चाहिँ यिनीहरुको एभरेज बाइ पर्न गएको छ। अब फन्डामेन्टल्ली तपाईहरुले यो कम्पनीलाई हेर्न चाहनुहुन्छ भने पनि यहाँ केही कुराहरुमा चाहिँ अहिलेको क्वार्टरली रिपोर्टमा चाहिँ ग्रीन देखिएको छ भने धेरै कुराहरु चाहिँ अहिले गएको क्वार्टरली रिपोर्ट भन्दा चाहिँ माइनसमा भएको हामी चाहिँ देख्न सक्छौं। तर पक्कै पनि यसमा कम्पनीले सुधार गर्ने छ। त्यही भएर नै म्युचुअल फन्ड वालाहरुले अलि सस्तोमा चाहिँ उठाइरहेको छ भन्ने कुराको चाहिँ हामी सजिलै अनुमान लगाउन चाहिँ सकिन्छ। अब यहाँनिर डिभिडेन्डको कुरा गर्ने हो भने अब लगानीकर्तालाई आकर्षित गर्ने खालको डिभिडेन्ड यस कम्पनीले नबाँडे तापनि कमसे कम लगानीकर्ताहरुको हात खाली चाहिँ गराएको छैन। अब अन्त्यमा पुनः एकचोटी यस कम्पनीको एन्ट्री जोनको कुरा गर्नु पर्दा चाहिँ हाम्रो कन्जर्भेटिभ अथवा भनौं स्ट्रङ सपोर्ट चाहिँ 252 देखि 262 को रहेको छ। मोडरेट तपाईले रिस्क लिन चाहनुहुन्न खासै भने अहिलेको यो जोन पनि त्यति नराम्रो चाहिँ हैन। यदि यसमा रिटेस्ट गरेर मार्केट माथि फर्किन्छ भने तपाईले अहिलेको लेभलमा पनि यसलाई बाइ गर्न सक्नुहुन्छ भने अब मोमेन्टमलाई फलो गर्ने साथीहरुले चाहिँ 293 को ब्रेकआउट पछि मात्रै चाहिँ यसमा
लगानी चाहिँ गर्न सक्नुहुन्छ। जसले चाहिँ एउटा स्विङ ट्रेड गर्न चाहनुहुन्छ भने अब लङ टर्मको लागि चाहिँ हाम्रो यो जुन अहिलेको जोन र त्यस्तै गरेर 252 देखि 262 को जोनमा आउँदा चाहिँ हामीले बाई गर्न चाहिँ सजिलै सक्छौँ। किन्न त किन्ने अब निस्कने रणनीतिको लागि चाहिँ तपाईँले यहाँ देख्न सक्नुहुन्छ 312 देखि 318 को जोनमा यदि यो जान्छ भने चाहिँ हामीले पार्सियल बुकिङ गर्न सक्छौँ। त्यस्तै हाम्रो सेकेन्ड टार्गेट भनेको 325 देखि 331 को रहन्छ, जसमा चाहिँ एउटा ठुलो सप्लाई चाहिँ आउन सक्छ यो बिएफआइजहरूबाट भने। अब टार्गेट 3 को लागि चाहिँ यदि न्युजहरू राम्रो आउँछ र मार्केट बुलिस भयो भने 400 प्लस चाहिँ हामी जान सक्छौँ। अब निस्किन चाहने लगानीकर्ताहरूले चाहिँ यदि नकारात्मक भएको केसमा 248 भन्दा तल चाहिँ तपाईँहरू निस्किन सक्नुहुन्छ। यस्तै अरू कुनै स्क्रिप्टको बारेमा या भनौँ कुनै कम्पनीको बारेमा तपाईँलाई जान्न इच्छा छ भने कृपया कमेन्ट गर्नुहोला। यति भन्दै आजको लागि बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।